Hello everyone, welcome back to my channel. It's been a long time मैले चाहिँ long videosहरु बनाएको छैन YouTube मा किनभने टाइमै छैन long video बनाउनलाई यहाँ. So आज चाहिँ fortunately हामी चाहिँ दिदीकोमा डिनर गर्न जाँदै छौं जनम र म. उ चाहिँ जनम हो लामो समय भइसकेको थियो but I tried my best to show you everything in this video. हामी चाहिँ 2.5 hour को travel गरेर जानुपर्ने छ. तिमी एक्साइटेड छौ दिदीलाई भेट्न जानमा? So much excited किनकि म नेपालबाट आएदेखिको लगभग 9 मन्थ भइसक्यो हैन अहिलेसम्म दिदीलाई भेट्ने भन्दा त टाइमै नमिलेर बल्ल आज टाइम मिलेर हामी जाँदै छौं. मेलबर्नको वेदर चाहिँ एकदमै अनप्रेडिक्टेबल हुन्छ अनि लाइक अहिले चाहिँ जाडो मौसम छ बट पानी पनि पर्छ के जाडो मौसममा अनि एभ्री टाइम हामीले चाहिँ ज्याकेट अम्ब्रेला सँगै बोकेर हिँड्न पर्ने हुन्छ अनि आज पनि एकदमै जाडो छ लाइक बिहानसम्म चाहिँ एकदम मजाले घाम खुलेर आइरहेको थियो अनि आई थिंक आज चाहिँ एकदमै राम्रो दिन हुन्छ भनेर सोचेको थिएँ बट लुक एट ब्याकग्राउन्ड इट्स लाइक पानी पर्न लागिरहेछ अहिले अनि हामीले चाहिँ छाताहरू क्यारी गरिसक्यो हामीले हाम्रो सेफ्टी गियर्स चाहिँ लगाइसक्यौँ ज्याकेट हामीले चाहिँ सर्ट टाइममा के किन्दिने भयो नानी बाबुलाई दिदीको चाहिँ नानी बाबु पनि छ अनि हामीले टाइम भ्याइसम्म चाहिँ हामीले किनेको छौँ अब लेट्स सी दे लाइक इट ओर नट हामी चाहिँ अहिले ट्रेन स्टेसन जाँदैछौँ गाइज अहिले चाहिँ जाडो भएर रुखहरू पनि यस्तो रेड पुरै येलो रेड भएको छ राम्रो देखिन्छ बट केही टाइम पछाडि चाहिँ एकदम यहाँ पातहरू पनि केही हुँदैन रुखमा अनि तपाईँहरूले चाहिँ यताको घरहरू चाहिँ यस्तै हुन्छ है गाइज त्यस्तो ठुलो हुँदैन सानो हुन्छ अनि यहाँ चाहिँ तपाईँहरूले मान्छे देख्न एकदमै गाह्रो पर्छ सबैजना काममा हुन्छन् अनि अक्कल झुक्कल जो काममा जाने हुन्छ उहाँहरूलाई मात्रै देख्न सक्नुहुन्छ यस्तै छ यहाँको बसाइ चाहिँ हामी चाहिँ ट्रेन स्टेसन आइपुग्न लाग्यौँ हामी चाहिँ ट्रेन स्टेसन आइपुग्यौँ अब यहाँ चाहिँ हामीले ट्याप इन गर्नुपर्छ हाम्रो चाहिँ माइकी हुन्छ यहाँ चाहिँ ट्याप इन गर्नलाई यस्तो हुन्छ ट्याप इन गर्ने इफ माइकी आफूसँग छैन भने चाहिँ यहाँबाट माइकी निकाल्न सकिन्छ अनि पैसा हालेर चाहिँ हामीले ट्याप इन गर्न मिल्छ हामी अब ट्याप इन गर्छौँ गर बेबी टपअप गर्नुपर्ने रहेछ उसको पैसै छैन रहेछ उसको माइकीमा अब टपअप गर्नुपर्छ मेरो चाहिँ हेर्नुपर्ने छ मेरो चाहिँ टपअप गराएको कि छैन हेर्नुपर्ने छ पैसा छ कि छैन माइकीमा मेरोमा चाहिँ पैसा अलरेडी रहेछ अब उसकोमा चाहिँ टपअप गर्नुपर्ने छ मोबाइलबाट पनि टपअप गर्न मिल्छ अनि एकदम इजी अनि एक्सेसेबल छ क्या माइकी यहाँ चाहिँ हाम्रोमा अस्ट्रेलियाको चाहिँ डिफ्रेन्ट स्टेटमा चाहिँ डिफ्रेन्ट ट्रान्सपोर्टेसन्स कार्डहरू हुन्छ मलाई सिडनीको चाहिँ ओपल भनेर थाहा छ मेलबर्नको चाहिँ माइकी छ देख्नुभयो नि वेदर हावा चलिरहेछ जाडो मौसममा यहाँ मान्छेको हालत कस्तो हुन्छ होला मेलबर्न बस्ने मान्छेलाई मात्रै थाहा छ चाहिँ हामी ट्रेन कुरेर बस्छौँ केही टाइमको लागि उसले चाहिँ पैसा टपअप गरिसक्यो टपअप गरेपछि चाहिँ यस्तो आउँछ अब हामी यहाँ वेट गर्नुपर्ने हुन्छ ट्रेन हाम्रो चाहिँ ट्रेन आइसकेको छ खासमा यो मेट्रो हो यो चाहिँ ट्रेनभन्दा अलिकति स्लो कुद्छ सिडनीको चाहिँ अझै धेरै स्पिडमा कुद्छ क्या ट्रेन हाम्रो सिडनीको जस्तो ट्रेन चाहिँ मेलबर्नमा भी लाइन ट्रेन छ के ल जाऊँ बेबी खोला यसरी खोलिन्छ अनि हामी जान्छौँ हामी ट्रेन चढिसक्यौँ हामी चाहिँ फ्लिन्डर स्टेसन आइसक्यो अब यहाँदेखि चाहिँ हामी प्लेटफर्म नम्बर 6 मा जानुपर्ने छ फ्राङ्कस्टनको पक्रिनुपर्ने छ अरू बेला चाहिँ दुईवटा मात्र ट्रेन पक्रिनु पर्थ्यो भने आज चाहिँ मेबी रिप्लेसमेन्ट अर एनिथिङ एल्स त्यसको कारणले गर्दाखेरि 3टा ट्रेन चेन्ज गर्नुपर्ने छ अब हामी जाँदैछौँ 4 मिनट मात्र बाँकी छ हामीसँग चाहिँ अब लिफ्टबाट जाँदैछौँ तर द्याट्स नट बेबी हामी चाहिँ अब तल जानुपर्ने हुन्छ रोज के हामी चाहिँ तल जाँदैछौँ 4 मिनट मात्र बाँकी छ कुद्नु पर्ने छ यहाँ नकुदी हुँदैन गाइस तिमी कतिको कुद्छौ हामी कुद्नु पर्ने हुनेछ यहाँदेखि अर्को साइडबाट किन होइन बेबी हामी चाहिँ कुद्नु पर्ने छ किनभने हामीसँग 4 मिनट मात्र बाँकी छ प्लेटफर्म 6 4 5 6 आइपुग्यौँ हामी यो चाहिँ अन्डरवेबाट पनि छ माथि अर्को
जाने पनि छ बट हामी चाहिँ तलबाट सजिलो हुन्छ भनेर यहाँबाट निस्क्यो आयो यस्तो कुद्नुपर्छ हाम्रो ट्रेन आइसक्यो त्यही भएर यहाँ कुद्नुपर्छ एकदमै धेरै कुद्नुपर्छ हामी चाहिँ यहाँ गल्यो स्टेसन हामी चाहिँ ट्रेन चढिसक्यौँ हामी चाहिँ अब फेरि अर्को ट्रेन चेन्ज गर्नुपर्ने हुनेछ हामी चाहिँ साउथ एरियामा आइपुग्यौँ हामी प्लेटफर्म 4 मा छौँ अब 5 बाट फेरि अर्को ट्रेन पर्खिनु पर्ने छ 5-6 मिनट्स म अनि त्यस पछाडि हामी पुग्छौँ हाम्रो दिदीको घर आज मेरो भान्जा भान्जीसँग भेट हुन्छ अब भान्जा भान्जीसँग यस्तो रमाइलो गर्ने हो ल हाम्रो चाहिँ ट्रेन आयो अब हामी अर्को ट्रेन चढ्दैछौँ थ्याङ्क गड हामीले चाहिँ सिट पायो a lot of seat यस्तो उज्यालो हुन्छ बेलुका भएपछि चाहिँ ट्रेनभित्र बाहिर केही देखिँदैन र हाम्रो डेस्टिनी आइपुग्यो हामी अब दाइ लिन आउनु भएको छ अरे स्टेसनको उतापट्टि कार पार्किङमा हामी चाहिँ अब कार पार्किङ जाँदैछौँ यस्तो जाडो छ हावा चलिरहेछ ओ माई गड यहाँ चाहिँ क्रसिङ गर्ने बाटो हुन्छ बिचमा अनि ट्रेनहरू आउँदाखेरि चाहिँ यो हर्न बजिरहेछ नि ट्रेन आएको कारणले गर्दा हर्न बजेको अब यो ट्रेन गइसकेपछि मात्र बाटो खुल्छ अनि एभ्री वान इज वेटिङ हियर यहाँ चाहिँ वेट गर्नुपर्छ ट्रेन चाहिँ यहाँ छ अब यो ट्रेन जान्छ अनि त्यस पछाडि मात्र यो बाटो खुल्छ एकदम सिस्टमेटिक छ यहाँ चाहिँ अब यो गइसक्यो अब खुल्छ अब ढोका हेर्नुहोस् सर खल्छ इट्स सिस्टमेटिक हियर जम्नु यहाँ चाहिँ एभ्रिथिङ एभ्री रुल्स फलो गर्नुपर्छ यहाँ बिचै रेलको पटरी छ एन्ड देन बिचबाट हिँड्नुपर्छ यहाँ भाइ चाहिँ आइसक्नु भयो हामी चाहिँ यो चाहिँ सबै कार पार्किङ हो यत्रो ठुलो हुन्छ कार पार्किङ यहाँ Hello, What's your name? Gianni. What's the furry thing for? This for the filtrations, like a lot of noise are here and it will filter the noise. Oh, just like right now? Yeah. We can get a clear voice from here. What do you want to say? I don't know. सबै माइल नै हुन्छ बुलियो चाहिँ लाग्ला हेर आफूहरूलाई Riam. Ah, good job. That's okay. That's okay. Lovely. Why is the light on? I'm clicking the video. Yeah, but that doesn't happen when I turn the light. Oh, what you eating? Nothing. Ah, but you have made it here. Look, I'm spinning. Ooh. Who is that boy? I did it this. I did it a little bit. I think I did it the same, but I didn't put. That's okay. I need to do another color. Di na lang ko. Moini.